दाइ वार्म अप गर्दै हुन्छ दीपक दाइ ल खेल्न आइपुग्यो होइन दाइ कति वर्ष पुग्नु भयो भन्नु त अहिले 48 मा हिँड्दैछु 48 दाइ अझै अगाउनु भएको छैन खेलेर छैन अब के गर्नु फुटबलले पुरै अब नछोड्ने रहेछ त भाइ अब के गर्नु हो है काम विशेष छोडेर मिलाएर भए पनि अब फुटबल भनेपछि आइन्छ दाइको त राम्रो व्यवसाय छ नि दाजु राम्रो छ मेरो त के व्यवसाय भनिदिनु म न चाहिँ गोल्डको व्यवसाय गर्छु अनि अर्को जग्गा खरिद बिक्री दाइ पैसा त मस्त छाप्नुहुन्छ होला होइन के छाप्नु भयो दुःख सुख परिवार टार्ने अनि यो टाइम चाहिँ कसरी मिलाउनुहुन्छ दाइ यो त अब मेरो एउटा सालो छ सालोलाई अब दोकानमा म्यानेज गराउँछु अब फुटबल भनेपछि त ज्यानै दिनु पर्ने जहाँ पुग्नु पर्ने मोरङको सबै ग्राउन्डमा खेलिसक्नुभयो होइन दाजु तर तपाईँलाई सबभन्दा राम्रो लाग्ने चाहिँ कुन लाग्छ दाजु ग्राउन्ड मोरङको ग्राउन्ड अहिले मोरङको जदा बेलबारी छ अहिले ए इन्डिया पनि जानुभयो नि दाजु अरू खेल्न कुन ठाउँ दाइ म इन्डियाको तिम्रो सिलगढीदेखि लिएर उता आसाम छेउ भुटान छेउ पनि पुगेको छु एकपल्ट मलाई पनि भन्नुभएको थियो म त जान भ्याइनँ होइन दाइ त्यो अवसर मिलेन ल ल दाजु आज तपाईँ र हाम्रो भेट होइन ल बिस्तारै खेलौँ बेस्ट अफ लक दाजु ल थ्याङ्क यू ल थ्याङ्क यू भाइलाई ल ल दाजु दिएकोमा भाइलाई एउटा भिडियो खिचिदिएकोमा धेरै धेरै खुसी लागेको छ ल दाजु ल ल एकदम भाइलाई ल